संसदको अधिवेशन रोकेर अध्यादेश ल्याउने, 2/3 सरकार हुँदा पनि लुकीछुपी गरेर काम गर्ने, सरकारको नियत खराब छ। यस्तै सुन्नुभएको होला होइन पछिल्लो 2-4 दिनमा। आउनुस् बुझौं अध्यादेश भनेको के हो, के कस्ता अध्यादेश ल्याउन लागेको छ र किन ल्याउन लागेको छ। अध्यादेश भनेको संसद नचलिरहेको बेलामा सरकारले ल्याउने अस्थायी कानुन हो, अर्जेन्ट कामको लागि। यसको भ्यालिडिटी 6 महिनासम्म रहन्छ। संसद बसेपछि भने 60 दिनभित्र पास गर्नुपर्छ, नभए स्वतः खारेज हुन्छ। नेपालमा यो अधिकार संविधानको धारा 114 अन्तर्गत दिइएको छ, अर्थात् यो टोटल्ली लिगल हो। अब कुरा गरौं अहिले सरकारले ल्याउन लागेको 2वटा अध्यादेशको। पहिलो, संवैधानिक परिषद सम्बन्धी अध्यादेश। यसमा 6 जना सदस्य हुन्छन्, प्रधानमन्त्री, प्रधान न्यायाधीश, प्रतिनिधि सभाका सभामुख र उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष र प्रमुख प्रतिपक्ष दलको नेता। जहाँबाट प्रधान न्यायाधीश, निर्वाचन आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारी जस्ता शक्तिशाली पदहरूमा नियुक्ति गरिन्छ। यो प्रक्रिया 8 महिनादेखि रोकिएको छ। नियुक्तिको लागि 5 जनाको सहमति बिना निर्णय हुन सक्दैन थियो, तर अहिले 5 जनाबाट 3 जनाको सहमतिमा पनि निर्णय गर्न मिल्ने बनाउने भएको छ। डिसिजन फास्ट हुन्छ, तर अपोजिसनको भूमिका चाहिँ कहाँ पुग्छ भनेर क्वेसन रेज भएको छ। अब दोस्रो, सहकारी सम्बन्धी अध्यादेश। पहिलेको राष्ट्रिय सहकारी विकास बोर्डलाई खारेज गरेर नयाँ अथोरिटी बनाउन लागि छ, जसले नेपाल राष्ट्र ब्याङ्कको गाइडलाइन्सलाई फलो गर्छ। यसमा के छ भने सहकारीमा पैसा डुबेको बचतकर्तालाई 5 लाखसम्म फिर्ता दिने र अब सेभिङको लिमिट चाहिँ राखिएको छ। 10 लाख जिल्ला स्तरीय सहकारीमा, 25 लाख प्रदेशमा र 50 लाख राष्ट्रिय स्तरमा। सरकारले अर्को 3वटा अध्यादेश राष्ट्रपति समक्ष पठाएको छ। विश्वविद्यालय सम्बन्धी अध्यादेश, स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी अध्यादेश, कानून संशोधनको अध्यादेश। सरकार भन्छ काम रोकिएको छ, छिटो निर्णय चाहियो, त्यसैले अध्यादेश चाहियो। विपक्षी भन्छ संसद हुँदा हुँदै पनि किन सर्टकट प्रोसेस, यो चाहिँ बाइपास हो। तपाईलाई चाहिँ के लाग्छ कमेन्ट गर्नुस्।